देखाइदिनु ठुलो पिस देखाइदिनु न यार गल्ला के म मासु लबर जहाँ गएँ नि मासु क्या अङ्कल पक्क छु कि म जहाँ गयो त्यही मासु हेर्नु त छुट्दैन होइन क्याङ्राको ओए डोले गयो बाबु गयो तै टरी नाम शिवाय साउन्ड दामी साउन्ड आउँदो रहेछ यार ओए टर्निङै प्लेन के हो ओए यार ओए कसै हो लग्नु भन्ने हेलो नमस्ते सबैजनालाई हजुर सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु एकदम फिट एन्ड फाइन छु होइन फेरि पनि स्वागत छ आजको मेरो यो युट्युब च्यानलमा आजको यो नयाँ भिडियोमा न्यू डे न्यू ब्लग्स होइन के छ तिम्रो खबर यता गएर एकदम मस्त छ मेरो चाहिँ अब दुनाईको यात्रा हुने सम्भावना छ त्यतै जाँदैछु त्यही हो हाम्रो चाहिँ दुनाईको यात्रा हुँदैछ सम्भावना मात्रै होइन हामी दुनाई जानेछौँ अब हामी चाहिँ हिजो साँझ यहाँ 5-6 बजी पुगिसकेको थियौँ अनि हल्का जाडो साडो पनि भइसकेको थियो होइन टक्क लगाएर चिया खायो चिया बिस्कुट खाइयो त्यसपछि हामी हिजो साँझ चाहिँ माथि जुफाल बस्यौँ जुफालमा पनि बिहान उठाइ ढिलो भयो नि त अलिकति त्यही भएर जुफालबाट अहिले तल हामी मुतिपुर भन्ने ठाउँ आइसकेको छौँ अब यहाँदेखि चाहिँ हामी जुफाल जानेवाला छौँ होइन यताको हेर्नु न यहाँ डोल्पोतिर कस्तो भर्याङ हुन्छ के झर्दाखेरि कति अप्ठ्यारो फिल हुने आफूलाई पनि होइन त्यही हो यतातिरको सबै कुराहरू नयाँ नयाँ नै लाग्छ आफूलाई लोटोलाई बिस्तारै आऊ गयौँ आइ हामी अहिले साँझ हुन्छ कहिले आउँछु खुला सधैँलाई दुनाई गयौँ है ल त्यही नै हामी यहाँबाट निस्किसकेको छु यो दरबारबाट होइन दरबारै भनौँ होइन अब यतातिरको घरहरू सबै त यस्तै हुन्छन् अब यतातिर खासै हेरिरहेलाई त खासै केही फरक लाग्दैन होला तर आजको भिडियो मेरो युनिक हुने होला छ क्या यताको घरहरू नै अलिकति युनिक देखिन्छन् होइन हाम्रो घरतिरको भन्दा यताको घर चाहिँ अलिकति फरक हुन्छ नि त हो कि अङ्कल हामीहरूको भन्दा त धेरै फरक लागिरहेछ मलाई कसलाई देखे जस्तो टाइपको होइन अब पुरै के अफसुमाकै घर पनि होइन पुरै हेर्नु त यो घरकै देखिन्छ पछाडि देखिरह नि यो घर हो क्या घरमा घर जोडिरहेको घरमा घर छतमा छत जोडिरहन् त्यही त तर अलिकति यहाँको ठिकै हो अब यस्तो पहाडी जिल्ला पहाड नै हिमाली क्षेत्रमा चाहिँ यस्तो घरहरू हाल्यो भने अलिकति हिमपातहरू धेरै परे पनि हिउँले त्यस्तो असर गर्दैन क्या त्यही भएर यस्तो घर हाल्छन् मैले यो एकदम मजा आएको मैले पछाडि देखेँ बाटो छ नि हिजो यो बाटो मैले बाइक लिएर माथि लगाएको थिएँ क्या कस्तो अप्ठ्यारो थियो बाटो हिजो एकदम चिप्लो पानी परेर परिरहेको थियो यो बाइक चाहिँ हामीले हिजो ल्याउनु त यहाँ ल्याएको थियौँ आज चाहिँ ल्याइन कि मैले किनभने फेरि यहाँ ल्याएर फेरि यो यता हुन्छ यो पछाडिको यस्तो देखिया बाटोमा फेरि किन हाल्नु भनेर मैले बाइक चाहिँ तलको मेन रोड नै छोडिफालिदिएको छु अब त्यहाँ ल्याएर हामी दुना लाग्ने हुन्छु बाइक चाहिँ हिजो एकदम फोहोर भइसकेको छ क्या हिजो यस्तो गाह्रो भएको थियो नि माथि आउँदैसम्म एक ठाउँमा हिजो यस्तो खतरा बिल्डिङ खाइयो ठुलो धन्नै मरिन्थ्यो नि हिजो मरिँदै थिएन नि अङ्कल खासै मरिन्थेन एकदम हल्का भैँमा घस्यो यस्तो अलिकति स्पिडमा गए भए त सधैँ ढिलो जानै सक्थ्यो होला तर हामी बिस्तारै गएको थियौँ नि त त्यही भएर खासै बाइकलाई त्यस्तो असर परिरहेको छैन भनौँ न अनि हामीलाई पनि त्यस्तो खासै चोट पनि लागेन त्यही त नि अब हामीलाई त त्यही पानी मात्र पर्यो मेरो पछाडिको ब्यागमा मैले सबै कपडाहरू हालेको थिएँ क्या अनि मेरो कपडा सबै रुजिसकेको थियो जस्तो फिल भइरहेको थियो तर खासै बाहिरपट्टिको त्यो प्लास्टिकले गर्दा नि मेरो केही पनि रुजिएर रहेनछ क्या त्यो जाडो लाग्दा जाडो त भएन तर मलाई चाहिँ हल्का हल्का जाडो लागेको थियो है हिजो अहिले त खासै जाडो लागेको छैन हिजो चाहिँ अब जति माथि आयो उति जाडो हुँदै जाँदो रहेछ यहाँ चाहिँ साँझेखेर चाहिँ हल्का जाडो भएको थियो अहिले चाहिँ घाम लागिरहेको जस्तो भएको थियो फेरि बादल भइसक्यो त जाडो चाहिँ भएन तर यताको बाटो पनि हेर्नु त यस्तो सानो गल्लीमा यार बाइकहरू हिजो हिँड्नु यस्तो गाह्रो भएको थियो मलाई जुनै तपाईँ टाढा होस् लागिराखेर टाढै होला टाढा होइन कि यो ट्र्याककै यो पछाडिदेखि डाँडो होइन कि डाँडोको फेद छ नि त्यही फेद्ने हो क्या धेरै टाइम लाग्दैन यहाँदेखि त्यहाँ जान 10 मिनट भनौँ न 10-15 मिनट हो मैले चाहिँ बाइक यहाँ राखेको थिएँ कि जग्गा हेर्नु त यस्तो झ्याप भइसकेको छ क्या यस्तो फोहोर भइसकेको छ अब जुफाल लगेर जुफाल कि दुनाई होइन दुनाई लगेर मस्त वास गर्नुपर्ने हुन्छ गर ल है त गाइज अब यो भिडियो चाहिँ मैले मोबाइलदेखि बनाइरहेको छु अब सिधै हामी गोप्रोमा भेट्ने है त ल जाम है हामी ल यार हामी चाहिँ अब यहाँ जुफालदेखि निस्किसकेका छौँ होइन हामी बिहान उठ्दाखेरि नै 7-8 बजिसकेको थियो अनि के गर्दा गर्दै पावर ब्याङ्कहरू फोनहरू अनि हुन्छ नि माइकहरू चार्ज गर्दा गर्दै ढिला भइसक्यो के भइसक्यो त्यही हो अब हामी चाहिँ यहाँबाट निस्किसकेका छौँ यो चाहिँ माथि आउने बाटो भयो क्या यो मोतीपुर आउने बाटो
दुनाई जाने बाटो चाहिँ हिँडेर तलदेखि छ सिधै तल जानुपर्ने हुन्छ। हिजोदेखि त एसी दिने भाइ बिनाहरूको इक्जाम पनि सक्यो होइन। अब चिलमा बस्छ भाइहरू, अब 1 महिना चिलमा बस्छ अनि त्यसपछि मात्रै 11 क्लास अथवा कलेजहरू जोइन गर्नुपर्छ। बाटो ठिकै छ यार, यतातिर त्यस्तो अफरोड पनि छैन। यतिको भयो भने चाहिँ मजै हुन्छ। त्रिपुराकोटदेखि यहाँसम्म त बाटो राम्रै छ भनौँ होइन। यतिको बाटो डोल्पामा हुने राम्रै हो क्या, यतिमा त मजा नै आउँछ। बाटो खराब भनेको त्रिपुराकोटसम्म पुग्न मात्रै हो क्या, तल्लो बगरदेखि त्यहाँ चाहिँ औडा छ क्या, बाटो खत्तम छ क्या। हिजो एक ठाउँ पनि लड्यो नि त हामी अस्ति। त्यस्तो खासै लड्यो भन्नाले कसरी लड्यो भनेपछि बाटै त्यस्तै क्या, बिस्तारै आएको थियौँ हामी, स्पिडमा त थिएनौँ। टक्क हिरोमा लड्किहाल्यो क्या यार। अनि कपडाहरू सबै भिज्यो कि सोचिरहेको थिएँ, तर कपडा चाहिँ केही पनि भिजेको रहेनछ। अनि कपडा भिजाउनु त के गर्नु होइन, लाउने कपडै त्यो सबै ब्यागमा थियो। अनि त्यही भएर कपडा चाहिँ भिजाएको रहेनछ, बाहिरबाट हामीले प्लास्टिक पनि बेरेको थियौँ नि त। त्यही भएर यसलाई चाहिँ मोतीपुर भन्छ क्या, यहाँ मोतीपुर हो। अब यहाँदेखि थोरै अगाडि गयो भने त जुफाल पुगिहाल्छ। जुफाल कि दुनाई होइन अङ्कल? ब्यासकार सुलिकार हुँदै दुनाई पुग्यो भनौँ न। हामीले लाइसेन्स बिलु त सबै हालेको छु नि ब्यागमा। भद्द हुन्छ क्या यार, मेरो सबैभन्दा बानी भने लाइसेन्स बिलु म बिर्सिरहेको हुन्छु क्या बेला बेलामा यार। यहाँ चाहिँ बाटो बनाउन लागिरहनु भएको रहेछ। तर डोल्पामा विकास यस्तो हुन्छ कि यार, रफ्तारमा हुन्छ क्या। केही वर्ष अघि त यहाँ बाटै थिएन भने बाटो त थियो, तर यसरी बस ट्रकहरू हिँड्थे। 3-4 वर्ष जति भयो होइन अङ्कल बस हिँड्न थाले? 3-4 वर्ष भयो त सायद, त्यति पनि भएको छैन होला। आज त्यति भयो। ओ गोरु यिनी हर्न बजाए के सुन्दा नि कि यिनले, यिनी त बाना परिसक्यो होला। कति दुब्लो हुने यार खाना नपास्दै। त्यही त डोल्पामा घाँस पाउँदैन, पुरै जङ्गलै नभएको हरियो के नाङ्गो डाँडा मात्रै हुन्छ। आज त जुत्ता नभिजाउने यार। मैले राइड गर्दाखेरि लाउने दिने हुन्छ नि डट ठुला, अस्ति ड्रेसअपसँगैका बुटहरू लगाएको छैन क्या। आज मैले फर्मल ड्रेस लगाएर आएको छु, त्यही भएर जुत्ता पनि अलिकति फर्मलै नै लगाएको छु होइन। अब यहाँ हामी चाहिँ आज माथि दुनाईदेखि गाडी बाटो छैन होइन, त्यहाँदेखि माथि बाटो छैन अरे। अब त्यहाँदेखि गाडीको हामीलाई ठाउँको नाउँ पनि थाहा छैन, केही पनि थाहा छैन के, कहाँ हो के हो केही पनि थाहा छैन। तर हामी सोध्दै भए पनि अब रोड भएको ठाउँसम्म जानेवाला छौँ। माथि सोध्दै गयो नि पुगिहाल्यो नि त होइन। अब आउनु यहाँसम्म आइसक्यौँ, अहिले जानु अलिकति माथिसम्म जाउँ होइन, घुमेर आइजाउँ भन्ने प्लान भएन आएर हामी निस्किया हो। अलि बिहानै निस्किनु पर्ने, 10:30 यहीँ भइसक्यो। अनि चिया खाएर निस्क्यौँ हामी चाहिँ माथिबाट। अब दुनाई गएर एकछिनमा अनि खानासाना खाइन्छ, पेट्रोल पनि हालिन्छ होइन। अनि त्यसपछि हामी निस्किनु पर्ने हुन्छ। जो यतिको बाटो भयो भने चाहिँ राम्रो हुन्छ क्या, चलाउन पनि मजा नै छ नि त होइन। अब डोल्पा क्षेत्रमा यतिको बाटो हुनु नै राम्रो हो। यो त्रिपुराकोटदेखि दुनाईसम्म त बाटो राम्रै छ क्या। फेरि यस्तो बाटोमा मलाई चाहिँ के फिल हुन्छ भनेपछि अलिकति 3-4 जना राइडरहरू के म जस्तै भनौँ न, म जस्तै त हुनु पर्दैन कि, जस्तै यस्तै डट बाइकहरू अथवा एडभेन्चर बाइकहरू भएको राइडहरू भयो भने टक्क रेस खेल्दै होइन कुम्ता मजा आउँछ नि त जान पनि। यहाँनिर ठुलो चेकिङ हुन्थ्यो क्या पहिला, ठुलै चेकिङ हुन्थ्यो यहाँनिर। खै हुन्छ होला आज पनि। हामी तल्नु बगरदेखि हिँडेदेखि 2-3 दिन भइसक्यो। भेरीको छेउ हो क्या, यो भेरी नछोडेरै जाने हो क्या हामी। आजको फुल राइड पनि यो भेरीको छेउछाउै हुनेवाला छ। हामी जहाँसम्म रोड जान्छ नि त्यहाँसम्म यो भेरीको छेउ हो क्या जानुपर्ने। डोल्पा जिल्लामा जे होस् अलिकति एक्सपल्स बाइक चाहिँ धेरै लाग्यो है मलाई। हिजो दुनाईमा पनि मैले धेरै देखिरहेको थिएँ। एडभेन्चर हो नि त, त्यही भएर डोल्पा जिल्लाको लागि चेकिङ त हुँदो रहेछ।
सरहरूले चेकिङै गर्नु भएन सरहरू चाहिँ बस्नु भएको रहेछ है रुकुममा खासै एक्सपल्स बाइक चाहिँ खासै त्यस्तो देखिनँ तर डोल्पा जिल्लामा अरू एभरेजमा हेर्दाखेरि मैले एक्सपल्स बाइक चाहिँ धेरै देखेँ है एडभेन्चर हो नि त त्यही भएर प्रायःले एक्सपल्स नै किन्नु रहेछन् प्रो चाहिँ मेरो जस्तो प्रो चाहिँ एउटा पिस कि कति पिस देखाएको थिएँ मैले यो जुफालमा 2BS अनि अथवा 4B ABS वाला त धेरै देखेँ क्या मैले हामी पछि जाऊँ न होइन किन आत्तिने दाइहरूको पछि न सिलमा तर टिभीएस रोनिलले पनि पावर त दाम दिन्छ नि फेरि कति 225 कि 220 सीसी हो कि बाइक तर यसको पनि पिकअप पावर राम्रो हुन्छ क्या मैले चलाए पनि छु होइन काठमाडौँ हुँदाखेरि दामी छ यसको पिकअप पनि दामी छ अथवा यो सबै कुरा दामी छ यसको फेरि फिचरहरू पनि एकदम राम्रो छ टिभीएसको त दाइहरू चाहिँ अलिकति बिस्तारै हिँड्नुभयो क्या हामी अघि लागिहाल्यौँ केही छैन दाइहरू आउँदै गर्नु त पछाडि अलिकति हजुरहरूको सपोर्ट पुगेन क्या यार मैले यत्रो टाइम लगाएर होइन यत्रो रातभरि एडिट गरेर भिडियो पोस्ट गर्छु हजुरहरूले कमेन्ट नै गर्नुहुन्न क्या हेर्न त हेर्नुहुन्छ खुसी लागिरहेछ अलिकति कमेन्ट नै गर्नु पऱ्यो क्या के कमेन्ट गर्नु पऱ्यो भनेपछि म त फर्स्ट युजर हो नि त भलोघरमा अब सल्लाह दिनु पऱ्यो होइन यसरी बोल्नु पऱ्यो उसरी बोल्नु पऱ्यो होइन केही कुराहरू कमेन्ट गर्नु पऱ्यो क्या अनि म कमेन्टको रिप्लाई पनि गर्नेछु अलिकति जे होस् कमेन्ट गरेर सल्लाह दिनु पऱ्यो क्या मलाई खासै बोल्न पनि आउँदैन भन्दा पनि कन्फिडेन्स छैन क्या होइन अलिकति कसरी बोल्ने के बोल्ने हल्का क्यामेरा अगाडि आयो भने म नर्भस भइहाल्छु सबै कुरा सिकाइदिनु पऱ्यो हजुरहरूले मेरो यार हेर्नु त यो लाइट पनि ढलेछ बाइक ढलेर त होइन यो अफरोडमा हिँड्दै लाइट अगाडिको साइड लाइटै भाँच्छ यार दुनाइ गरेर बनाउनु पर्छ यार यसलाई साइड लाइट भएन भने त फेरि बाइकको मजै आउँदैन नि त होइन नचलाइ पनि हुन्छ क्या साइड लाइट बिनाको बाइक त अस्ति पानी परेको थियो हामी आउनको दिन त्यो पानीको हेर्नु त टक्क माथिसम्म हिउँ परिरहेछ क्या ऊ माथि घरबाट निस्किँदा त हामी अस्ति पानी हो कि निस्किया पनि त्यो पानी खास चाहिँ माथि डोल्पा जिल्लामा चाहिँ परेन छ थोरै परेछ तर हाम्रो रुकुमको जतिको चाहिँ परेन छ क्या यस्तो पानी निस्क्याउ नि हामी घरदेखि त किनकि हामीले प्लानिङ पनि बनाइसकेको थियौँ नि त पहिल्यै त्यो रोकिने भन्ने सम्भावनै थिएन योभन्दा अगाडि ठाउँको नाम के अरे अङ्कल ब्यासगार यहाँ हल्का अगाडि चेकिङ हुन्छ नि आर्मी चेकिङ सुलिगार सुलिगारदेखि भित्र निकुञ्ज होइन सेफ फुक्सुन र निकुञ्ज है के निकुञ्ज चाहिँ हो फेरि मैले आज पानी तर्काइ हिँडिरहेको छु क्या किनभने मैले जुत्तामा पानी भिज्यो भने लास्ट नमजा आउँछ ए यहाँ पुल पनि हालेर रहेछ नि आजभोलि यहाँ काठको पुल थियो होइन ए यो पुल राम्रो भएछ यहाँनिर त हाम्रो अङ्कलको ट्र्याक्टर पल्ट्यो पहिला काठको पुल थियो होइन ठिक छ डोल्पामा विकास भइरहेछ फलामको यतिको पुल हाल्नु भने राम्रो हो यार काठको पुलमा पहिला कम्ता जोखिम हुन्थ्यो हाम्रो अङ्कलको ट्र्याक्टर पनि पल्ट्या यहीँ हो हामीलाई हो अब यो भेरीदेखि उता निकुञ्जको एरिया ए यो भेरीदेखि उता निकुञ्ज एरिया होइन ठिक छ ए फोक्सुन जानलाई हिमालमा जानुपर्छ ए हामी चाहिँ खासै फोक्सुन र जाने भनेर घरबाट प्लानिङ बनाएर आएको होइन तर फोक्सुन जाँदिनु पनि
फोक्सिन जानलाई अलिकति 3-4 जना हुनुपर्छ के दुईटा मात्रै नमजा हुँदैन कल राम्रो हुँदैन फोक्सिन पुग्न माथि धेरै चाहिन्छ नि त ग्रुप चाहिन्छ क्या अलिकति हेर्नु त वा दामी सिनियर तर ए यही होला होइन मेन यहाँको नाखा सुरु भयो हाम्रो निकुञ्ज एरिया निकुञ्ज एरिया सुरु भयो अनि हाम्रो फोक्सिन जाने बाटो छ यता होइन भित्र पस्यो होला ए ठिक ठिक यहाँनिर त चेकिङ हुन्छ होला त नि इन्ट्री गर्नुपर्छ होला के आजकल गर्नु पर्दैन होला पर्दैन बाइकको लागि यहाँ राख्नुको लागि हो ए जाउँ सर ए हस् थ्याङ्क यू ए गर्नु पर्दो रहेन चाहिँ इन्ट्री है यहाँ अब बाइक छोडेर जानेहरूलाई चाहिँ इन्ट्री गर्नुपर्छ होला ए फोक्सिन जानलाई बाइक हिँड्राख्नुपर्छ राख्नुपर्छ राख्यो भने बाइक सुरक्षित हुन्छ यहाँ होइन हुँदैन निकुञ्जले गर्छ ए तर यो चाहिँ बेस्ट लाग्यो यार मलाई यतिको सुविधा हुनुपर्छ ओ चौरी होइन तिमी चौरी ए चौरी चौरी कर्णालीको यही त हो नि कर्णालीको याक्सान कर्णालीको चौरी देखेन क्या राम्रोसँग यहाँबाट तर यो सुविधा चाहिँ राम्रो हो क्या अङ्कल यहाँ फोक्सिन डोनेर जानको लागि त्यस्तो तनाव छैन बाइक राख्यो भने यो आर्मी ब्यारेकले हेरिदिँदो रहेछ कि निकुञ्जकोले यो चाहिँ मलाई बेस्ट लाग्यो है कति लाग्यो हजुरलाई भोक अब खाना खाएर निस्किनुपर्छ यहाँबाट यहाँ चाहिँ खाना खानुपर्छ यार हामीले खाना पनि खाउँला अनि पेट्रोल पनि हालौँला त्यसमा बाइकमा छन त छ जै पनि फुल हालेर जानुपर्छ कि यात्रा गर्दाखेरि कतिवटा के हुन्छ थाहै हुँदैन त्यही भएर घरबाट निस्किँदा हालेर तेल त होइन तल्लोबाट हाले तेल एक दुई डन्डी घटिसक्यो घट्न र ए खोलो त हाम्रो घरतिर जाने भेरी होइन सुकेर सानो भइसक्यो यहाँ त भेरी त नि होइन कोही सानदेखि राख्छ नि पानीमा नभिजौँ भन्ने हो क्या हाम्रो आधा टार्गेट ए यहाँ पुल पनि हालेर रहेछ नि ठुलो पुल ए ठिक ठिक यार त्यही हो सायद दुनाई बजार पुग्यौँ यार हामी खुसी लाग्यो यहाँ एकचोटि भएको थियो नि पिजन दुर्घटना भएर पाइलट मरेर सबले बचाएको थियो नि डोल्पा जिल्लामा के उसको सम्झनामा बनाएको गेट हो कि चाहिँ यो गेट यहाँनिर कता राजा वीरेन्द्रको सालिम थियो यार त्यही बना हो क्या सालिम ए होला होइन पाइलटकै सालिम रहेछ पाइलटकै खाली गर्छ दुनाई बजार यही हो त बजारमा इन्ट्री गऱ्यौँ अब ए ठिक अब हामी खाना खानुपर्छ है भोक लागिसक्यो होटलहरू कहाँ पाउँछ यहाँ कट्छ कट्दैन लाग्छ होला है लागिहाल्यो लाग्नु त लाग्यो है बाटै सानो छ अनि यार 3 नम्बर वडा कारले अब खाना कहाँ पाउँछ यार यहाँ मुरमुर होटल भन्नेमा बसेको थिएँ म पहिला हेर्ने कहाँ छ कि एउटा होटल बन्द भइसक्यो त्यहाँ छ त त्यही होटल होइन यहाँ मुरमुर यही बस्नुपर्छ अनै रहेछ पुगिसक्यौँ म पहिला आउँदा पनि यो होटलमा बसेको थिएँ कि एकचोटि आज नि यहीँ बसौँ खानासाना खाऊँ अनि पेट्रोल पनि कहाँ पाउँदा सोधौँला जाउँ आउनु तर यो होटल दामी छ नि फेरि पहिले बसेको थिएँ म एकचोटि खाना आइसक्यो होइन भोक कति लाग्यो भोक त मलाई लास्ट भोक लागिरहेको लागिरहेको छ त्यो हाम्रो खाना पनि आइसकेको छ होइन हामी चाहिँ यहाँ होटल नाम के अरे मुरमुर त्यसो लागिरहेको थियो कहाँ छ होटलको नाम मुरमुर नै हो बाहिर गेटमा मुरमुर होटल लेखेको थियो त्यही नै हो यस्तो टक लगाएर हाम्रो चिकन खाना आइसकेको छ खै अङ्कल आउनु त ल त्यो कति भोक लाग्यो तपाईँलाई भोक लागिरहेको छ अब दबाउ न खानामा त्यही हो अब हामी खानासाना खाउँछौँ रेडी हुन्छु होइन हामी चाहिँ अगाडि नै पुगिसकेको थियौँ यहाँ खानाहरू सबै केही पाकेको रहेनछ अनि अर्डर गऱ्यौँ अनि त्यसपछि मात्रै खाना बनियो क्या खाना सुरु गर्ने हो बफ त्यो खाँदैन दाइ बफ हो कि बफ भयो कि खाइदिने हो बफ त होइन चिकन खाना तँ मलाई कन्फ्युज नबना यार म त खाइदिन्छु बफ तपाईँ खानु न र आँसुमा खाइया होइन खायो भने के हुने बफ चिकन सबै एउटै हो त्यही हो
खाना चाहिँ लाज नभए खानु है फेरि लाज कसको मान्ने हो र लाज नभए टक्क यहाँ मतलब खानापिना चाहिँ खाएर जानुपर्ने हुन्छ हामी किनकि हामी धेरै माथि टाढा जानुपर्छ बाटोमा भोक लाग्छ केही लाग्छ होइन केही पनि थाहा छैन नि त त्यहाँ त्यही भएर ल मसला सुरु गरेँ है ल मैले त सुरु गरेँ यार अब बस न मासुबाटै सुरु गरौँ न खाना मासुबाट भएपछि सुरु गर्नु यहाँ मासुबाटै हो क्या होइन त्यो हामी चाहिँ बाहिर बसेर खाइरहेको छ होइन टक लगाएर यसरी वरिपरि सिनी हेर्दै बतास हावा पनि चलिरहेको थोर थोरै भित्र कहिले पछि खानु होइन बाहिर आउनु हुन्छ नि त होइन बाहिर हावा खायो भात पनि खायो बाहिर हावा खाँदै खाना खाँदै गर्नु पर्छ क्या भित्र बोरिङ फिल हुन्छ अलिक गप्पा माइला पान त घप्पा गफ हो भोल लास्ट आइसकेको क्या बिहान हामी चिया बिस खायौँ अहिले केही खाँदैनौँ नि त टाइम पनि भइसक्यो 11 बजे क्या 11 नै 12 बजिसक्यो क्या टाइम धेरै भइसक्यो भोक लागिसकेको थियो अनि होटल नाम के अरे मुरमुर होइन मुरमुर होटलमा खानासाना खाना बसेको थियौँ अब खाना खाइसक्यौँ अब टक्क हामी अगाडि लाग्नुपर्ने हुन्छ तपाईँ कस्तो लाग्यो खाना ठिकै अब भोक लागेको थियो भोक लाग्यो है यस्तो भोक लागेको थियो अनि बिहानदेखि अनि केही पनि खाएको थिएन हामीले हामी बिहान के खाएर आएको थियौँ चिया र बिस्कुट खाएर आएको थियौँ अनि त्यसपछि केही पनि खाएको थिएन कि यहाँ आउँदाखेरि पनि खाना पाके त रहेनछ अर्डर गर्नुपर्ने रहेछ त्यही भएर अनि टाइम लाग्यो त्यही त हो नि अब एकदम बेस्ट लाग्यो मैले पहिला नै बसेको थिएँ यो होटलमा बस्न त अब हामी यहाँबाट खासै माथि टावर पनि दिँदैन होला होइन हामी जानुपर्ने कहाँ ब्यासगाडी जाँदैछ त्यसम्म जाउँ ल त्यही नै हो हजुरहरू यस्तो कोही बस्न चाहनुहुन्छ भने यो पछाडि होटलमा आउनु होला बस्न सक्नुहुन्छ ल आइजाउ न म चाहिँ बाइक कहाँ यता राखेको थिएँ होइन यता अरे हामीले धन्न गाडी स्क्याम हानिदिनु यार के भन न अगाडि बस्दैन पेट्रोल हाल्दाखेरि के पेट्रोल हाल्दा धन्न चुना लागेको थियो अनि पेट्रोल हाल्दाखेरि कस्तो भनेपछि मैले 5 लिटर हाल्यो नि त होइन 285 लिटर रहेछ अनि त्यो चाहिँ मैले दिनुपर्ने 1250 मैले 550 दिन्छु सोचेर 1000 नोट दुईटा दिएर मैले 2250 दिइसकेको छु कि होइन अहिले बल्ल पछि थाहा भयो कि मैले 1250 दिने ठाउँमा मैले 2250 दिइसकेको छु भनेर अनि पछि फेरि हामी ब्याक भएर फेरि गयौँ दाइ हाम्रो पैसा हामीले पैसा बढी दिएछौँ अनि रिटर्न गरिदिनु भनेको थियो उसले पनि छुट्टी राखेर रहेछ क्या हाम्रो पैसा धन्न पैसा फिर्ता गरिदिनु भयो अहिले त्यही नै खुसी लाग्यो ल खाइसम्म आऊ त यस्तो पछाडि आइदेऊ टक्क हेलमेट लगाऊँ म भयो ल म चाहिँ आज पुरै फर्मल ड्रेसमा छु है कति राइडिङ ड्रेस लाउने कि मलाई लास्ट झ्याउ लगाइसक्यो त्यही भएर क्यामेरा एङ्गल नम्बर छ ट्याक्क लगाएर देखिन्छ नि त होइन ल अब सिधै हामी गोप्रोमा भेट्ने है त भाइ यहाँ नि एकछिन यो मेरो साइड लाइट भाँचियो के टाल्न मिल्छ कि के गर्नु मिल्छ छ टाल्ने के मिल्दैन है ऊ हालिदिनु त मोबाइल हालिदिनु त्यसो भए अब थोरै हजुर अहिले माथि जान्छ अहिले साँझ फैदाइ गर्छु त्यसो होइन पैसा ट्राभलमा आउँथ्यो यो अहिले गरिदिउँ ल भन्ने कुरा अहिले उँधो हेर्दाखेरि गरौँ ल अनि गल्दैन के हुन्छ गल्छ क्या त्यो हल्लिएर गल्ने भयो त लिएर आउनु हाल्नु के लान्छ अरे यो ए फेब्रिक ल्याउने अब हुन्छ नि एउटा पहिला हाने रहेछ नि यहाँ त्यो ल्याएर यहाँभित्र सुरुको हालेर अब भयो भने हुन्छ भाइ नहाल्नु यो फाल्नु नहाल्नु अर्को उ गरिदिनु न यो चेन ठिक छैन हेरिदिनु ल चेन नि अनि चेनमा मोबाइल पनि हालिदिनु ल ठिक छ अब अनि मोबाइल हालिदिनु थोरै यता गरौँ त्यस्तो कोही त पारौँ हिजो आउँ यत्रो यहीँ ल्याउँ सेन्सरवाला होला के हो सेन्सरवाला त होला घुमाउनु पर्यो घुमाउ त अङ्कल तिमी लामो झन्डै लागिरहेको साइड यार हरन नबनाएर पेल्टिहाल्यो नि नि फेरि अलिकति छैदिएको भएर म फेरि देखाइहाल्नु पनि मेरो पारा मेन बाटो त होइन घोडा खस्दा हिँड्ने बाटो रहेछ ओइ टर्निङै प्लेन त के हो डर लाग्ने आउनु है तपाईँ ए यहाँ पुल यार यस्तो पुलमा हाल्नु सकिन्छ त
ओए बाटो यार यहाँ कसै लग्छ मान्छे डर लाग्यो यार अङ्कल ओए यार ओए ओए कसै डर लाग्नु भन्ने है उता न उता कस्तो डर लाग्ने यार त बाटो आऊ तार्यो यार अङ्कल बल्ल बल्ल त अप्ठ्यारो छ नि ए डोल्पाको अब अन्तिम बाटो भनेको यही हो यो भन्नु बाटो छैन ओए यहाँबाट उसिट्यो भने ठिकै सिधै भेरी होइन ठुलो भेरी यहाँबाट सिधै उसिटिनु त लगेपछि भेरी परिन्छ यार बिस्तारै जानुपर्छ ए भेरी पुग्न त मन छैन है मलाई फेरि बिस्तारै जाऊ कहाँसम्म जान्छ बाटो त्यहीसम्म जाऊँ अनि त्यसो हिँड्दै भए पनि जानु नि त होइन कहाँसम्म जान्छ हल्का माथिसम्म जान्छ त्यसपछि हिँडेर जानुपर्छ भन्दै हुनुहुन्थ्यो अब हेरौँ म कहाँसम्म जान्छ त्यहीसम्म जाऊँ न बाटो जान्दासम्म जाउँ अझ अगाडि बस्नु तपाईँ यहाँ त घोडा खतरा मात्रै चल्दो रहेछ नि अनि घोडा खतरा ए के लाग्यो के भयो स्ट्यान्ड लाग्यो क्या ए यो फाइभ हान्सीको मेरो तर त बाइक स्टाइल हुँदैन अब छोरा त के भयो $9 होइन नि हेरेको यो फाइभ यसको के कता के भयो स्ट्यान्ड लाग्यो ए यहाँनिरको यो झरेछ के रिङ कहाँ हुन्छ त्यो माथि हुन्छ यार कहाँ झऱ्यो फेरि त यार समस्या के यही यहाँनिर हुन्छ नि त्यहाँ बान्ने उ गर्नेवाला हुन्छ हामीले के गरौँ भनेपछि अब हाल्न आएन डोरीले बानु अनि स्टिललाई यहाँ माथि राख्नु अनि ग्यारेजमा गएर गरौँ अहिले ग्यारेजमा गएर बनाऊ होइन यसलाई माथि बानु अनि यहाँ स्ट्यान्ड ल्याएर यहाँ हातले बानु अनि गोजी बाएर राखौँ अनि पछि तल दुनाइगेपछि बनाउला क्या त्यसलाई त भन्यो हामीले चाहिँ काम चलाउ सरकार गरेका छौँ होइन अब स्ट्यान्डलाई माथि बाँधेको छौँ अब रोक्दाखेरि मान्छेले के अब ढुङ्गा राखेर रोक्नु पऱ्यो कि त मान्छे अड्याउनु पऱ्यो सम्भावनै छैन त्योभन्दा अब स्ट्यान्ड झर्दैन यहाँ खच्चर फेरि भाग्दैन यार लात्तेले चाहिँ नान है भगवान् अलिक सिधै बस्छ त तनाव भयो नि अब यो अलिकति दुनाइ भइदिएको भए सजिलो हुन्थ्यो बिचै बाटोमा आएर यस्तो भइदियो यार ठिकै छ काम चाहिँ चलायो नि त हामीले अङ्कल होइन ए अर्को बाइक आज 220 बाइक मर्लाबाट के गरी जान्छ त्यसरी न चलाइराखे पनि जे राखे नि बाइक हो भन्न सकिँदैन क्या त्यस्तै कुदाउनु हुँदैन हेर्नु त अगाडिको बाइक कुदाइ देखेर खतरा कुदाउनु रहेछ नि राइडर रहेछ है हेर्नु त पारी खतरा 220 राइडर रहेछ क्या हामी त बिस्तारै जाने त्यसै कुद्न सक्दैनौँ हामी किनभने हामी छोटो दूरीको लागि आएको होइन धेरै लङ टाइमको राइडलाई हामी मध्यनजर गर्दै हामी अगाडि बढेको मान्छे कहाँ त्यसरी यार एकछिनको लागि मचाएर हुन्छ त हामी त पुग्नु पर्ने छ धेरै टाढा छ बाटो त यहीँ खतम रहेछ नि काका
एक त पहिले भाँच्चा स्ट्यान्ड त्यही पनि लाग्ला क्या फेरि ओएबाट भिड ए यस्तो रहेछ पाल्तु खोला पनि यहीँ होला सायद यही हुन्छ क्या आफूले नथाहा भए ठाउँ आएपछि ओए ओए के हो पुरै गिरगिरी ढाँट्छ त यार भाइ दाइ यहाँबाट बाइक जाँदैन माथि के हो पुरै गोली आउनु भएको थियो हजुर त कहाँ त्यसै चलाएर हुन्छ यार दाइ मेरो त सातो गइदिएर हजुरको चलाइ देखेर ए पठाउ नि हेलो ए बानु परेर होला होइन गोली चलाइनु भएको थियो यहाँभन्दा माथि बाटो छैन जाने योभन्दा माथि चाहिँ बाइक जाँदैन रहेछ अब हामी हेलमेट लैजाउँछ होइन सेफ्टी हुन्छ त्यो बाइक यहाँ राख्यो यहाँभन्दा माथि पुरै हिँडेर जानुपर्ने यार दाइ यताबाट जाने बाटो ल मेरो बाइक हेर हुन्छ ल दाइ ल हामी चाहिँ कहाँ पुग्यौँ अहिले पाल्चु खोला हामी चाहिँ दुनाईबाट करिब 1 घन्टा त हिँड्नु होइन 1 घन्टा बाइकमा हिँड्नु आधी घन्टा त हिँड्यौँ बाइकमा 1 घन्टा भयो होला सबै गरेर बाटोमा त्यो बाइक बिग्रियो के गरेर 1 घन्टा चाहिँ भयो होला त्यो हामी चाहिँ ब्यास गरेर आएर टक्क चिया खाँदैछौँ होइन यसरी बसेर चारैपट्टिको भ्यू हेरेर हामी चिया खाइरहेको छौँ अब एकछिनपछि हामी चिया खाएर होइन बसेर टक्क हादी हल्का माथि कुन ठाउँ भन्दा अगाडि बेसकार माथि मेन बेसकार पुग्नेवाला छौँ त्यही त हो नि तर यार हामी तल त्यहाँनिर एफआई नभइदियो भए नबिग्रियो हामी टाइममै पुग्थ्यौँ होला त्यो तल बिग्रियो नि त बाइक 20 मिनट लेट गरिदिनु 20 मिनट त त्यो तलै ढिलो भयो अनि त्यही भएर नि हो क्या अहिले अगाडिबाट आएर देखाइदिनु कस्तो साउन्ड आएको छैन साउन्ड सुनाइदिनु साउन्ड सुनिन्छ होला दामी साउन्ड आउँदो रहेछ यार बिस्तारै पार्नु पऱ्यो नि यस्तो हजुर सिकाइदिनु मलाई हाम्रो घरतिर खाना त खान्छ नि यसरी पारेर खाँदैन नि के कालो ए अहिले त म साउन्ड सुनाइन्छु यहाँ ए यसरी पार्नु रहेछ यार बनाइदेऊ मेरो देखाइदेऊ अब स्टाइल बिस्तारै हो त्यस्तो दामी यार मलाई सिकिहालेको एकैछिनमा आउँछ क्या अलिअलि के हुँदैन ए बढी हानेपछि आउँदो रहेछ है माथि यार बिस्तारै हान्नु पर्ने तल हाल्दाखेरि बिस्तारै हाल्ने हाल्दाखेरि जोडले चोट लाएर ल जे कुरा होइन अलिकति सिकेपछि मात्रै सिक्नुपर्छ कि पहिल्यै सिको केही पनि हुँदैन होइन खाउनु तिमी चिया पनि खाऊ चाउचाउ नि खाऊ के यहाँको डोल्पाको होइन मेन भनेको यो जाडोमा खाने भनेको चाउचाउ के चाउचाउ र च्याङ्ग्राको मासु ए देख्नु सक्नु है फेरि मैले ठगिरहेको सोच्नु प्योर च्याङ्ग्राको मासु हेर्नु त यो चट लाएर च्याङ्ग्राको मासु छ होइन देखाइदिनु ठुलो पिस देखाइदिउँ न यार गल्ला के म मासु लबर जहाँ गएँ नि मासु क्या अन्त पक्क छु के म जहाँ गयो त्यही मासु हेर्नु त छुट्दैन होइन च्याङ्ग्राको ओए डल्यो गयो बाबु गयो तै टैनाम शिवाय एउटा मासु त गलिहाल्यो यहाँ एउटा थुक्रो तै भाग्य रहन्छ क्या त्यही हो हेरको प्योर लोकल च्याङ्ग्रा मासु है मासु र चाउचाउ खाँदैछु बाहिर बसेर भित्र पनि ठाउँ थियो छैन त हामी यसरी बाहिर बसेर टक्क भिउ हेर्दै खाँदैछु है साथमा चिया भोटे चिया भन न भोटे चिया दामी यार एउटा मासु गऱ्यो नि कस्तो मलाई हाई लाग्यो तैँले खाना च्याङ्ग्रा मासु खाइया थिएन अब खाइयो यो कुन च्याङ्ग्रा रे प्योर लोकल च्याङ्ग्रा बुकी खाएको पुरै बुकी खाएको है माथि गुम्बा सहित खाएको च्याङ्ग्रा फेरि हामी अरू च्याङ्ग्रा खाँदिनँ मेरो फर्स्ट टेस्ट हो कि यार घरतिर च्याङ्ग्रै पाइँदैन कहाँबाट च्याङ्ग्रा खान्छ नि बा